शिव र पार्वती स्वर्गीय बगैँचामा घुमिरहनुहुन्थ्यो। त्यहाँ एउटा जङ्गली सुँगुर आफ्नो नवजात बच्चासँग बस्दथ्यो। एक दिन कुनै दैवी कारण वा प्राकृतिक आपत्तिबाट त्यो सुँगुरको मृत्यु भयो र बच्चा एक्लो रह्यो। माता पार्वती, जो सृष्टिको जननी हुन्, त्यो अनाथ बच्चामाथि दया गरेर गोद लिनुभयो र प्रेमले पालिन्। तर त्यो बच्चा सामान्य थिएन, उसमा असाधारण शक्ति थियो। उसले बगैँचामा उथलपुथल मचाउन थाल्यो, रुखहरू उखाल्ने, फूलहरू कुचाल्ने, अन्य प्राणीहरूलाई डराउने। उसको स्वभाव जङ्गली र प्रचण्ड थियो, जुन स्वर्गको शान्तिका लागि उपयुक्त थिएन। भगवान शिवले देख्नुभयो यो शक्ति पृथ्वीको रक्षाका लागि उपयुक्त छ। उहाँले पार्वतीलाई सम्झाउनुभयो र त्यस बच्चालाई पृथ्वीमा पठाउनुभयो। त्यसरी ऊ पञ्जुरलीको रूपमा प्रकट भयो। तुलुनाडुका घना जङ्गलहरूमा पञ्जुरली जङ्गल खेत र किसानहरूको रक्षक बन्यो। केही कथाहरूमा पञ्जुरलीलाई भगवान विष्णुको वराह अवतारसँग पनि जोडिन्छ, जसले धरती मातालाई राक्षसहरूबाट बचाउन अवतार लिएका थिए। पञ्जुरलीको सम्बन्ध नदी, पहाड, खेतसँग छ। ऊ तिनीहरूको रक्षा गर्छ जो प्रकृतिसँग सामञ्जस्यमा बाँच्छन्, जस्तै तुलुनाडुका किसान र वनवासी। तर यदि कसैले भूमि वा प्रकृतिको अपमान गर्छ भने पञ्जुरली क्रोधित पनि हुन सक्छ। भूतकोला अनुष्ठानमा पुजारीले पञ्जुरलीको आह्वान गर्छन्। नृत्य मार्फत उनी पञ्जुरलीको शक्तिलाई व्यक्त गर्छन्। यो परम्परा प्रकृति, न्याय र लोक आस्थाको प्रतीक हो।